Bury a Gufa. गुफा पस्न गइरहेको छु त्यो गुफा माथि डाँडा सेटअप ल ल एकदम भित्री अन्धकार कालो भन्न भिडियो गर्दाखेरि चाहिँ लुलो रहेछ 10 मिनट लाग्छ भरे बाटो झोक्यो भने छैन बाटो झुकिने बेर छैन फेरि चेपाएर रहेछ नि यता स्वर्गद्वारीतिरको जस्तै रहेछ यता बिचमा त बाघ पनि थियो यार बाघ चिन्ह बनाएको मन्दिरलाई अब यहाँ उकालो चढ्नु यस्तो होइन बढी ढुटो बाजेर जाने निस्किहाल्छ नि अनि पुरै प्राचीनै रहेछ नि त यसमा त मोबाइलको नेटवर्कले नि काम गर्दैन भयो यता यही छैन ल हामी सानो चेपबाट निस्किन प्रयत्न गर्दैछौँ दाजु अगाडि लाग्नुपर्छ म पछाडि छु हामी निस्किने एकदम प्रयत्न गर्दैछौँ खोगाए ल एकदम हामी सङ्घर्षपूर्वक चाहिँ हामी अगाडि बढिराखेका छौँ साना चेप छन् अब हजुरहरूले एकदम सबै भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला यही भन्न चाहन्छु म 2 मिनट भइसकेको छ त्यही पनि सानो हेर्नुहोस् कत्रो चेप अलिक मोटो तगडा आउनुभयो भने चाहिँ यतै बास हुन्छ हजुरहरूको पातला पातलाहरू यसो जसले खानामा कम्प्रोमाइज गर्नुभएको छ उहाँले सजिलै कट्नुहुन्छ आयो कता आउनु चाहिँ आयो तपाईँ पनि पहिलोचोटि हो कि क्या हो हामी एकदम भित्री आइसकेको छौँ यताबाट नि रहेछ नि बाटो चाहिँ उँभो यतापट्टिबाट नि छ है बाटो चाहिँ हामी एउटा चेप चाहिँ निस्किसकेका छौँ यो चाहिँ एकदम मुनि चेपाको बाटो सजिलो यता अर्कोतिरबाट पनि रहेछ हामी फन्दै घुम्दै नै छौँ मिनिमम 10 मिनट लाग्ने रहेछ बाहिरको उज्यालो देख्यो ल यति हामी सङ्घर्षपूर्वक निस्किन सफल भएका छौँ यतापट्टिबाट नै रहेछ माथि उज्यालो देख्न थाल्यो हल्का लगाइछ ल हामी सकुशलसँगले बाहिर निस्किसकेका छौँ हामी बाहिर चाहिँ निस्किसकेका छौँ लगाइछ ऊ माथि निस्किनु पर्ने तर हामी यतापट्टि निस्क्यौँ अब हामी घुमेर जानेछौँ अर्थात् चाङलुङ गुफा सिंह गुफाको 15 मिटर भित्र सिंहको मूर्ति छ यो चाहिँ हामीले देखाउन पाएनौँ हामीले पनि देखिनौँ दाजु त भन्दै हुनुहुन्थ्यो